अनि नेपालमा जस्तै भइरहेछ कि विदेश आएको जस्तो फिल भएको छ कस्तो भइरहेछ अहिले नेपाली जस्तो किनकि काम गरे छैन काम गरेपछि बल्ल फिल हुन्छ विदेश ओके अनि तपाईँलाई चाहिँ तपाईँलाई कस्तो लागेछ अनि तपाईँलाई होइन नेपाल जस्तो लागिरहेको छ कि विदेश आएको जस्तो लागिरहेछ ए हाम्रो नेपाली साथी ल यहाँ चन्द्रकला राई हाम्रो साथी हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ रोमानियाको सेकेन्ड डे छ नि हामी चाहिँ मार्केट जाँदैछौँ हिँडेर। थाहा छैन हामी कहाँ हो, मतलब यहाँको पुरानो दाइहरूले भन्दा चाहिँ यहाँबाट 25 मिनट लाग्छ अरे हिँडेर जानलाई। सो हामी जाँदैछौँ। यहाँहरू हेर्नु सक्नुहुन्छ रोमानियाको घरहरू रोडहरू सबै हेर्न सक्नुहुन्छ। अनि यहाँको जेब्रा क्रसिङको चाहिँ सिस्टम चाहिँ एकदम राम्रो रहेछ। हामी जस्तै जेब्रा क्रसिङ अगाडि छौँ भने चाहिँ सबै गाडीहरू चाहिँ यताबाट आएको उताबाट आएको दुइटै गाडीहरू चाहिँ रोकिदिँदो रहेछ। सो हामीलाई जान दिँदो रहेछ। अनि यो चाहिँ हामी बसेको हाम्रो होस्टलको नजिकैको बाटो हो। त्यो हामी बाटो चाहिँ सिधै गइरहेको छौँ। अनि यहाँनिर सबै दिदीहरू दाइहरू भाइहरू बहिनीहरू अनि म साथीहरू सबैजना मिलेर रोमानियाको बाटोमा हिँडिरहेको छौँ। हामी चाहिँ म चाहिँ यहाँ भ्लग गर्दै हिँडिरहेको छु। यहाँ चाहिँ मैले मनपर्ने यस्तो रुखहरू के त्यो लिफलेसहरू रहेछ। अनि यहाँको बिल्डिङ्सहरू घरहरू रोडहरू सो तपाईँहरू हेर्नु सक्नुहुन्छ। हामी चाहिँ ओभर भन्ने मार्केट जाँदैछौँ अहिले चाहिँ। अनि त्यो ओभर भन्ने मार्केटमा चाहिँ नेपालमा पाउने सबै सामानहरू पाउँछ अरे है। त्यहाँ अरू ठाउँ त पाउँदैन अरे। त्यो ओभर भन्नेमा चाहिँ नेपाली सामानहरू पाउँछ। नेपाली मसलाहरू नेपालमा जे खान्छ नि त्यस्तो नेपाली मार्केट छ अरे। सो दाइहरूले अनि म्यामहरूले रिफर गर्नुभएको ठाउँ है ओभर हो। सो हामी जाँदैछौँ। यहाँहरू हेर्नु सक्नुहुन्छ। यहाँ चाहिँ यस्तो ठाउँहरू छ अनि एकदम क्लिन छ। अनि वेदर पनि एकदमै राम्रो छ। घाम लागिरहेछ चिसो अनि हल्का चिसो आकाशहरू सबै खुलेको घाम लागिरहेछ। वेदर चाहिँ एकदमै दामी राम्रो छ है। साथीहरू हेर्न सक्नुहुन्छ। अनि हामी चाहिँ यहाँनिर बसिरहेको छौँ। जाम हो कि यो के हो यो मलाई थाहा भएन यो के को लागि बसेर गुगल म्याप हेरेर पछ्याइरहेको छौँ हामी चाहिँ। अनि यस्तै छ साथीहरू। अहिले चाहिँ हामी चाहिँ मान्छे चाहिँ रोक्नुपर्ने समय छ त्यही भएर त्यहाँनिर त्यो देखाइरहेको रहेछ रेड कलरको। सो हेर्नु सक्नुहुन्छ। मैले चाहिँ भिडियो बनाउँदै हिँडिरहेको छु यसरी। यस्तो छ हामी चाहिँ बाटोमा चाहिँ यहाँनिर कन्स्ट्रक्सनको काम भइरहेको छ। कन्स्ट्रक्सन भएन बिल्डिङ्सहरू बाटो निर्माण कार्य हाम्रो गाइजहरू हाम्रो साथीहरू। सो कन्स्ट्रक्सनको काम चाहिँ यहाँ भइरहेको रहेछ साथीहरू। अब के देखाउने यी घरहरू त देखाउने होला नि। वेदर चाहिँ दामी छ है यहाँको। चिसो छ अनि आकाशहरू पनि खुलेको घाम पनि लागिरहेछ। सो के भन्दा हुनुहुन्छ ओफ धुलो उडिरहेको रहेछ यहाँ चाहिँ। है अगाडि यस्तो छ। अनि आज चाहिँ डे 2 हो हाम्रो। सो हाम्रो काम अहिले नै स्टार्ट हुँदैन। हाम्रो अब 2 विक्स जति पछि मात्र हाम्रो काम स्टार्ट हुन्छ। अहिले चाहिँ हामीले घुमिरहेको छौँ। अनि हामीलाई ल्याङ्ग्वेज पनि सिकाउने रे अब 1 विक पछि। हाम्रो ड्रेसहरू रेडी भएको छैन। सो हामी चाहिँ काम गरिरहेको छैनौँ। अनि हामी सबैजना नेपालीहरू मिलेर सबै साथीभाइहरू मिलेर चाहिँ यहाँनिर नेपाली मार्केट जानलाई आएको। लोकेसन हेरेर पनि नआएको हो कि के हो हाम्रो के भयो जानुपर्ने ठाउँ पनि याद गरेनौँ। त्यही कारण यस्तो भइरहेछ साथीहरू। सो हिँड्दै जाँदैछौँ। अब कहाँसम्म पुग्छौँ त्यहाँसम्म जाने होला। अनि अरू त के यस्तै हो हिँड्दै जाऊँ हेर्दै जाऊँ
कहाँ पुगिन्छ कस्तो छ नेपाली मार्केट सबै कुरा पाउँछ भनिरहेको छ राम्रै होला भन्ने आशा उता सो म चाहिँ यता छु साथीहरू अनि हिँडिरहेको छु अनि सबैजना पनि अगाडि हिँडिरहेको छन् हाम्रो गाइजहरू यसरी अनि म पनि हिँडिरहेको छु यहाँ त्यस्तो छ यहाँको खै लोकेसन कता कता देखाएको छु यहाँ चाहिँ भएन हामीलाई पनि हामी पनि न्यू ओके ए यो चाहिँ मेट्रो हो मेट्रो रहेछ के हो मलाई त यादै भएन हल चाहिँ हामीहरूको ऊ छ नेपाली सिस्टम छैन Can we? उता र यताको अब चाहिँ हाम्रो जाने टाइम आयो सो हामी हिँडिरहेछौँ यहाँ चाहिँ नेपालको यस्तो सिस्टम छैन नेपालमा चाहिँ हातले रोक्यो भने रोकिदिने अनि जाने क्रस गर्ने छ तर यहाँ चाहिँ त्यस्तो सिस्टम छैन जब यहाँ लाइट हेरेर हिँड्नुपर्ने रहेछ अनि लाइटमा जानु भनेर गयो देखायो भने जानु लेखाएको छैन भने चाहिँ हामी वेट गर्नुपर्ने रहेछ त्यही हो सिस्टम अब हामी चाहिँ ओभर मार्केटतिर लाग्दैछौँ गइरहेछौँ लोकेसन हाम्रो चाहिँ सिम्पल हिजै दियो हाम्रो चाहिँ खोइ लोकेसन डाटै अन भएन डाटा हेर्नु खोजेको खोइ भएन अरूको चाहिँ ओपन भइरहेको छ हामी 2-3 जनाको चाहिँ भएन किन नभएको त्यो पनि थाहा छैन सो यही हो हेर्नु अब कहाँसम्म पुगिन्छ मलाई पनि यस्तो त मनपर्छ नि मलाई आउँदैन वाउ कस्तो क्युट डगहरू हेर्नु सक्नुहुन्छ क्युट प्रमिला दिदी रोजिना उहाँ त नियमै थाहा भएन यो चाहिँ हाम्रै ग्रुपहरू हो यो सबै पछाडि पनि आउँदै हुनुहुन्छ साथीहरू गाह्रो छ यहाँनिर म्याप हेरेर हिँड्न हामी कसैलाई म्याप हेर्न नआएर अल्मलिरहेको छौँ म्याप चाहिँ नेपाल पनि हेर्ने बानी गर्नुपर्ने रहेछ है ए हाम्रो नेपाली साथी ल यहाँ चन्द्रकला राई हाम्रो साथी भ्लगमा चाहिँ के अरे सब्सक्राइब चाहिँ गरेको छैन ल म पढाउँछु सब्सक्राइब गर है ओके सो हामी चाहिँ हिँडिरहेछौँ साथीहरू अनि यहाँ चाहिँ सानो सानो पार्कहरू रहेछ बुढापाकाहरू बस्ने अनि हामी चाहिँ अगाडि बढिरहेछौँ अनि हेर्न सक्नुहुन्छ यहाँको बिल्डिङ्सहरू अब के त भन्ने होला नि अरू त के देखाउने म यस्तै चाहिँ अब सेकेन्ड डेजमा हामी हिँडिरहेछौँ अब अहिलेसम्म त है हामी नेपालमा हुँदा त्यस्तो मतलब नेपालमा भएको जस्तै फिल भइरहेको छ काम नगरेकोले होला होइन त्यस्तै फिल भएको छ कि छैन होइन अहिलेसम्म त रमाइलो गरिरहेको छु अरू पनि केही बोल चन्द्र बोल न छिटो अरू केही मलाई आउँदैन भन्दैछ उसले सो हामी चाहिँ गइरहेछौँ कस्तो फिल भइरहेछ नेपालमा बसे जस्तो त फिल भइरहेछ नि मतलब अहिले त काम नगरेकोले घरमै भएको जस्तो फिल त भइरहेको होला नि त अरूलाई चाहिँ कस्तो फिल भएको छ हेर न ओखर के हो यो यस्तो बाटोमा यस्तो के फलिरहेको रहेछ साथीहरू अब हामी चाहिँ अगाडि बढिरहेको छौँ तर मलाई यस्तो रोडको छेउमा यस्तो रुखहरू चाहिँ एकदम दामी लाग्छ राम्रो लाग्छ सो
हेर्न सक्नुहुन्छ रुखहरू यसको चाहिँ पात छैन मेबी यो धेरै चिसो भएकोले हिउँहरू परेकोले सबै झरेको हुनसक्छ अरू नु के हो तर रुखहरू चाहिँ छ मलाई यस्तो रुखहरू भएको मनपर्छ मसला भएको खाँदैन नि त्यही भएर त हामीले खाएको नि अब लोकेसन हेर्ने दाइलाई नै पसाउनु पर्ला नि अब हामीले चाहिँ उहाँ चाहिँ चर्च रहेछ तर यो मेबी रोमन क्याथोलिक चर्च हुनसक्छ साथीहरू यो बिचको त्यो दुईवटा बिल्डिङको बिचको हिँड्दैछु है म तिमीलाई कस्तो फिल भइरहेको छ नेपालमा जस्तो लागिरहेको छ कि छैन कसो त्यस्तै लागिरहेछ अनि काम नगरेकोले होला त्यही भएर काम गरेपछि चाहिँ बाबुको बेद देखिन्छ त्यही हो तपाईँलाई कस्तो लागेछ सेम त्यस्तै नेपालमा जस्तो फिल भइरहेछ नि अहिले त्यस्तै छैन अगाडि बरु नकिन्ने कपडा नेपालबाटै टन्ने ल्याएछ म त नेपालमा कहिले रकेट उडाइदिएछु नि यहाँ त आज त मैले 3-4वटा रकेट देखिसकेँ आकाशमा ट्रिप उतापट्टि हामी चाहिँ यसो नै हिँडिरहेको छौँ कता लान्छ नि त्यता जानु पर्ला नि हामी चाहिँ ग्रुपहरू हाम्रो ग्रुपहरू यसो छ हिउँको नाममा यो देख्नु पायो हिउँ साथीहरू हिउँ पर्ने सिजन गइसकेको रहेछ सो हिउँमा चाहिँ मैले त्यति नै देखेको हिउँ चाहिँ अनि तपाईँहरूलाई देखाइदिइहालेको यहाँ चाहिँ होइन यहाँको वेदर चाहिँ ठ्याक्कै मैले मनमा सोचेको वेदर जस्तै छ कि चिसो होस् घाम लागोस् अनि हिउँ पनि परोस् भन्दा त्यस्तै वेदर हेर्नु न आकाशहरू कस्तो क्लिन देखेछ अनि यताउता पनि क्लिन छ बुकी बुकीहरू यहाँ हेर्नु त कस्तो दामी बुकीहरू वाउ $20 लिइरहेछ नि डलर भन्दै रहेछु यस्तो हो साथीहरू ल गाडीहरू कन्स्ट्रक्सन बिल्डिङ्सहरू चाहिँ यहाँको प्राइस सबै एउटै टाइप्सको हुने रहेछ है वाइट कलरको ग्रिन कलरको एउटै कलरको हेर्नु न यहाँदेखि सबै सेम एउटै कलरमा छ कता रहेछ लोकेसन हेरेर मान्छेलाई पछि हिँड्छौँ हामी चाहिँ हाम्रो त ऊ पनि डाटा पनि खुल्दैन गाह्रो छ हौ साथीहरू कपिराइट आउने हो कि लोकेसन दि तपाईँहरूलाई कस्तो फिल भइरहेछ अनि नेपालमा जस्तै भइरहेछ कि विदेश आएको जस्तो फिल भएको छ कस्तो भइरहेछ अहिले नेपाली जस्तो किनकि काम गरे छैन काम गरेपछि बल्ल फिल हुन्छ विदेश ओके अनि तपाईँलाई चाहिँ तपाईँलाई कस्तो लागेछ अनि तपाईँलाई होइन नेपाल जस्तो लागिरहेको छ कि विदेश आएको जस्तो लागिरहेछ ओके यो चाहिँ मेट्रो स्टेसन रे साथीहरू नयाँ मान्छे केही थाहा छैन हौ हामीलाई त अरूले के भन्छ त्यही भन्छ होला भन्दै हिँड्दै त हो हामी केही थाहा नभएपछि के गर्नु गाह्रो छ होइन ओहो रुखहरू चाहिँ हेर्नुमै यहाँको एउटा पनि पात देखिँदैन नि रुखको स्टाइलै यही होला डिजाइन एउटा चाहिँ देखेँ यो धुप्पी कि सल्लाहको चाहिँ रुख पात हरियो अरू आइसी अहिलेसम्म पनि हामी आइपुगेकै छैन ओभर मार्केटमा चाहिँ हात खुट्टै दुखिसक्यो हिँडै टाढा चाहिँ टाढै रहेछ मैले बिचको कति ठाउँको त भिडियो पनि बनाएको छुइनँ यस्तै छ हिँड्दा टायर्ड भइसक्यो अझै पनि पुगेको छैन है साथीहरू टाढै रहेछ मैले कति ठाउँमा त भिडियो पोस्ट गरेर बनाएकै छुइनँ अल्छी लागेर हेर्नु न हिँडे नोइज
के पो लाग्यो त मलाई त हिँडेर हो कि के बेसी हिँडेर बुकेहरू चाहिँ कस्तो दामी दामी बुकेहरू राखेको रहेछ बुकी वाउ नाइस साथीहरू अझै पनि हामी त केही छुइनौँ हुन्छ हिँडिरहेको छु यहाँ चाहिँ पानी जमेर रहेछ अलिकति परिवारहरू पनि आएर खाँदैछ हामी चाहिँ स्टिल हिँडिरहेको छौँ पुग्नलाई अझै टाइम लाग्ने भयो यिनीहरूले चाहिँ पुरै दाना खाँदै रहेछ है सबै नेपाली केटीहरू केटाहरू चाहिँ अगाडि अगाडि हिँडिरहेको छ म चाहिँ यहाँ पछाडि हिँडिरहेको छु यो सबै नेपाली ग्रुप नै हो यिनीहरू चाहिँ नेपालमै जस्तै हात पक्रेर टुङु टुङु हिँडिरहेको छ अनि म चाहिँ यहाँनिर भ्लग बनाउनको लागि पछाडि बसिरहेको छु अनि पछाडिबाट भिडियो खिचिरहेको छु साथीहरू अझै हामी पुगेकै छैनौँ अझ 5 मिनट कि कति मिनट हिँड्नुपर्ने रे ओके लेट्स गो लेट्स सी व्हाट विल गेट देयर हामी ओभरमा चाहिँ के चाहिँ पाउँदो रहेछ त हेर्नु पर्यो लिनु त केही पनि छैन तर पनि मार्केटहरू हेर्नु पर्यो प्लेसहरू हेर्नु पर्यो लोकेसनहरू हेर्नु पर्ने हुन्छ सो साथीहरू हामी चाहिँ निस्केछौँ मेरो चाहिँ सिममा के भयो आज पनि मेरो सिममा केही उनै देखै परेको छैन डाटै देखा परेको छैन सो यस्तै छ यहाँ चाहिँ म अगाडि जान्छु अथवा सरी एक्सक्युज मी भन्छ पार्डन एक्सक्युजेस भनेर भन्दो रहेछ एक्सक्युज मी भन्छ उनीहरूले चाहिँ एक्सक्युजेस पार्डन भन्दैछ पार्डन पनि सरी नै भने हो यो एउटा ल्याङ्ग्वेज चाहिँ मिल्दो रहेछ है यहाँको बिल्डिङ्सहरू चाहिँ सबै एउटै टाइपको देख्छु त मैले एउटै टाइपको मान्छे त एउटै टाइपको बिल्डिङ देखेपछि कहाँ गएको मान्छेलाई थाहै कतै हुँदैन क्या ओके टाउकै दुखिसक्यो हिँड्दा साथीहरू फाइनल्ली हामी पार्ककोट ओभर भन्ने ठाउँमा चाहिँ आइपुग्यो सो मार्केट चाहिँ यहाँभित्र रहेछ हामी चाहिँ बल्ल हिँड्दा आइपुग्यो हिँड्दा काम के अरे खुट्टा दुखेर मैले भिडियो बनाउनु छोडेको थिएँ अब चाहिँ आइपुगेछ सो यतापट्टि यस्तो टाइप्सको बिल्डिङ्सहरू छ यहाँको प्रायः यस्तो म्याक्सिमम बिल्डिङ चाहिँ एउटै कलरको र एउटै टाइप्सको हुने रहेछ यहाँ यस्तो छ हामी सबै हिँडिरहेको छौँ बाटोमा यस्तो पार्क रहेछ यहाँभित्र चाहिँ परिवारहरू चाहिँ यहाँ प्रशस्तै पाउने रहेछ यसरी सक्नुहुन्छ यहाँको रुखमा चाहिँ पातै छैन है अहिलेसम्म देखाएको हरेक रुखमा एउटा पनि पात छैन खोइ त नि आइ नै पुग्दैन त हौ ब्रुटारिया भन्ने चाहिँ के रहेछ अल्छी लाग्ने हिँड्दा त यसरी हिँड्दा त गाह्रो हुने रहेछ
हो रोटारिया रोटारिया मार्केट चाहिँ यहीँभित्र रहेछ स्टार्ट ल यहाँ होइन रहेछ है त्यो कति चाहिँ हिँड्नुपर्ने होला नि प्रभुजी आमा म त आइपुगे रहेछ भन्छु फेरि हुन आइपुगे भयो जस्तो भयो हुन के गर्दा नि हुन त आइपुगै पुगिन्न त ल यहाँभित्र चाहिँ रहेछ ठ्याक्कै ल नेपाली सिस्टमकै बजार यु क्यान सी हियर लाइक Nepalese market यो चाहिँ नेपाली मार्केट रे साथीहरू you can see here Nepali market like looks like Nepal market. What do you want to buy? What are you buying? The upper one. Type C? Yes, Small pin. Huh? Yeah. TFC charger. We can get guarantee warranty. It's okay, my friend. This is good. No, you new here? Yes. All new. Understand? No. All is good. This side. Is this? यहाँ चाहिँ लाइक नेपाली मार्केट रहेछ यसरी सानो सानो गरेर सक्यो एकदम भनेको चाहिँ बाटो दिनुहोस् मलाई बाटो छोडिदिनुहोस् अरू अगाडि जान्छ एक्सक्युज मी भनेर रहेछ सो यहाँ यस्तो मार्केटहरू छ साथीहरू अनि यहाँभित्र चाहिँ चार्जरहरू किन्दै हुनुहुन्छ दाइ दाइहरूले सो it's all about this market. It's all about this market. यहाँ चाहिँ बुकीहरू अब मेरो चाहिँ केही किने छैन है मैले चाहिँ अलमोस्ट सबै नेपालबाटै किनेर आएको थिएँ सो म चाहिँ यहाँ मार्केट हेर्नलाई मार्केट एक्सप्लोर गर्नलाई आएको यो चाहिँ नेपाली मार्केट अरे यो चाहिँ ओभर अरे यो ओभरमा चाहिँ सबै कुरा पाउँछ अरे भन्थे सो here you see this is market small or big market I don't know big market भन्थे कता कता हो यही हो कि अरू कुनै छ कि अब म चाहिँ टाढा जानु हुँदैन धेरै टाढा गयो भने म हराउन सक्छु म यहाँ न्यू छु फर्स्ट टाइम ल कतिमा किन्नु भयो रे यो 100 ली. 100 ली त तपाईँ नेपाली कति पर्यो नेपाली 3000 2900 अनि नेपालमा किन्नु पर्थ्यो नि विशेष मैले ठ्याक्कै तर क्वालिटी चाहिँ सेम मेरो जस्तै रहेछ तपाईको नि यो मैले 12 मा किनेको तपाई 3 मा पर्नुभयो नेपालमा विशेष यहाँ चाहिँ सबै नेपालमा जस्तै मार्केटहरु तर महँगो नि नेपाली नेपाली कन्भर्ट गर्दै चाहिँ महँगो यिनीहरुको लागि चाहिँ ठिकै होला सस्तै होला किवीहरु कस्तो खतरा त्यो चाहिँ कति हो नेपाली हाम्रो कति रुपैयाँ पर्यो 3-4 दुना यहाँ भित्रहरु पो रहेछ त मार्केट चाहिँ बोतलहरु यहीतिर रहेछ परतिर ठुलो ठुलो त्यतातिर छ मार्केट चाहिँ यस्तो रहेछ ल साथीहरु हामी चाहिँ बुकारेस्टको मार्केट पनि घुमिसकेको छौं निकै थिएन गाडीमा हिँड्दा भमिटिङ हुन्छ सो 30 वटा सानो प्लास्टिकलाई 6 ली हालेर किन्यो अनि 1 केजी के भन्छ किवीलाई
70 हालेर किन्यो एकदम महँगो रहेछ यहाँ चाहिँ सामानहरू नेपाली मार्केट सस्तो पाउँछ चाहिँ भनेर भन्छ तर नट लाइक द्याट त्यस्तो चाहिँ होइन रहेछ सो साथीहरू हामी चाहिँ अब मार्केटबाट निस्किसकेको छौँ अब हामी फर्किन लागेको छौँ अब आजको लागि यति नै नेक्स्ट भिडियोमा भेटौँला बाइ बाइ